नमस्कार साथीहरू, आज हामी सन् 2025 मा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति तथा तिनको योगदानहरूको बारेमा चर्चा गर्नेछौँ। सुरु गरौँ है त। सन् 2025 नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू। साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति साहित्यकार हङ्गेरीका 71 वर्षीय लेखक लास्लो क्राजनाहोकाई हुन् भने उनको योगदान चाहिँ दूरदर्शी काम र मानव अनुभव, सांस्कृतिक मूल्य मान्यताहरू उजागर गर्ने र सहानुभूति, ज्ञान र सामाजिक प्रतिबिम्बलाई प्रबोधन गर्ने उनको लेखनमा पाइएकोले र नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रा साहित्यकार हुन्। उनका प्रख्यात बुकहरू रहेका छन् सतान्ताङ्गो, द मेलाङ्कोली अफ रेसिस्टेन्स, वार एन्ड वार, साइबो देयर ब्लो, ब्यारोन हुइकिम्स, होमिङकमिङ। भौतिकशास्त्रतर्फका विजेताहरू 3 अमेरिकी वैज्ञानिक जोन क्लार्क, मार्कल डेबोरेट र जोन मार्टिनस यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्न सफल भएका व्यक्तित्वहरू रहेका छन्। यो वर्ष क्वान्टम मेकानिक्स सम्बन्धी अनुसन्धान गरेका र संयुक्त राज्य अमेरिकामा कार्यरत 3 वैज्ञानिकले भौतिकशास्त्रतर्फ संयुक्त रूपमा नोबेल पुरस्कार पाएका छन्। म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेसन हुन्छ भन्ने तथ्य पत्ता लगाएकाले यो पुरस्कार दिन लागि हो। सन् 1900 देखि भौतिकशास्त्रतर्फ अहिलेसम्म 119 पटक गरी कुल 239 जनालाई नोबेल पुरस्कार दिएको छ। त्यस्तै गरेर रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको नामावली यस प्रकार रहेको छ। सुसुमो कितागावा, अर्का रहेका छन् रिचार्ड रोब्सन, अर्का रहेका छन् ओमर एम यागी। योगदान चाहिँ के रहेको छ भन्दाखेरि मेटल अर्ग्यानिक फ्रेमवर्कको विकास गरेका छन्। यसको अझै विस्तृत रूपमा जान्दाखेरि चाहिँ मेटल अर्ग्यानिक फ्रेमवर्कले नयाँ कार्यक्षमता भएका सामग्रीहरू तयार गर्ने अवसर प्रदान गर्दछ। चिकित्सा शास्त्रतर्फका नोबेल पुरस्कार विजेताहरूको नामावली र तिनको योगदानहरू यस प्रकार रहेका छन्। संयुक्त राज्य अमेरिका मेरी ब्रन्चको फ्रेड र्याम्सडेल र जापानका सिमोन साकायुजीलाई सन् 2025 को पुरस्कार दिने निर्णय भएको छ। शरीरको प्रतिरोध प्रणालीमा रेन्युलेटरी टी सेल भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि पुरस्कृत गरिएको छ। विजेताहरूलाई संयुक्त रूपमा 1.1 करोड स्विडिश क्रोनर 8.70 लाख पाउन्ड नगद पुरस्कार र पदकबाट सम्मानित गरिनेछ। याद गर्नुपर्ने कुरा के छ भने नोबेल पुरस्कार 100 भन्दा पहिले सन् 1901 मा प्रदान गरिएको थियो। त्यस्तै गरेर अब नोबेल शान्ति पुरस्कार विजेता 2025 को कुरा गरौँ। नोबेल शान्ति पुरस्कार 2025 भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोनालाई प्रदान गरिएको छ। उनले आफ्नो देशमा प्रजातान्त्रिक अधिकारको प्रवर्धन र तानाशाहीबाट शान्तिपूर्ण सङ्क्रमणका लागि गरेको अथक प्रयासको कदर गर्दै यो पुरस्कार पाएकी हुन्। त्यस्तै गरेर अब आर्थिक विज्ञान आर्थिक शास्त्र अन्तर्गतको नोबेल पुरस्कार विजेता 2025 को बारेमा कुरा गरौँ। यो पुरस्कार चाहिँ 3 जनालाई संयुक्त रूपमा दिएको छ। विजेताहरू रहेका छन् जोएल मोकिर नेदरल्यान्ड, फिलिप अगियन पेरिस र पिटर ह्याबिट क्यानाडाका रहेका छन्। यिनको योगदान रचनात्मक विनाश क्रिएटिभ डिस्ट्रक्सन सिद्धान्त विकास नयाँ प्रविधिले पुरानो प्रविधिलाई विस्थापित गरेर अर्थतन्त्रलाई अगाडि बढाउँछ। इन्डोजेनियस ग्रोथ थ्योरी आविष्कार, शिक्षा र अनुसन्धानले दीर्घकालीन आर्थिक वृद्धि सम्भव बनाउँछ। जोएल मक्योरले देखाए कि ज्ञान र संस्कृति प्रति सकारात्मक सोचले औद्योगिक क्रान्ति र विकास सम्भव बनाउँछ।
धन्यवाद साथीहरू। नोबेल पुरस्कार 2025 सम्बन्धी जानकारी यति नै। कृपया मेरो भिडियोहरू तपाईहरुलाई राम्रो लाग्छ भने लाइक, कमेन्ट र यस च्यानललाई सब्स्क्राइब गरी सेयर गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।